पैसामा बिकेर चुनाव पनि आइसक्यो, चुनावको प्रचार प्रसार पनि खत्रै छ जताततै होइन। कसले जित्ने के गर्ने भनिरहेको छ। पैसा लिएर भोट हाल्ने टोलीलाई चाहिँ अब के भन्नुहुन्छ दाइ, भनिदिनु न एकचोटि। पैसामा नबिग्रोस्, 2-4 हजार 5-7 हजार 8-10 हजारमा बिक्नु भयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ। रोज चाहिँ नर्कमा जान्छ, किनभने त्यसले चाहिँ भविष्यको हाम्रो छोरा नातिहरूलाई ठुलो धोका दिएको हो कि भनेको। पैसामा बिक्यो भने के हुन्छ भन्दाखेरि छोरा नातिहरूले दुःख पाउँछ। अनि छोरा नातिहरूको शराब लाग्छ के, छोरा नाति पनातिहरूको शराब लाग्छ र त्यो मान्छे पैसामा बिक्ने मान्छे रोज चाहिँ जान्छ र अनि त्यहाँ चाहिँ तल नर्कमा गएर के गरेर कुटाइ खान्छ। जे भयो नि नर्कमा जान्छ, नर्कमा गएपछि हिँड्नुलाई नराम्रै हुन्छ। त्यही भएर हाम्रोलाई होइन राम्रोलाई चाहिँ चुनावमा भोट हाल्नु पर्यो है।